Hello everyone. के भन्ने केही नभएर तिमी चुप लाएर बस्छ तिमी खाऊ गाइज अब खाना पनि हाम्रो चिसो भइसक्यो किनकि हाम्रो सेटिङ वेटिङ गर्दाखेरि टाइम लाग्यो कि प्लस काली छु भनेर बडा नाटक पार्ने नौटङ्गी धेरै छ सीमा मेरो मतलब फ्रेन्ड एकदमै क्लोज फ्रेन्ड हो कि चड्डी बड्डी त एमडी बेडी गाइज नुडल त भइसक्यो रेडी भइसकेको छ प्लस हाम्रो चाहिँ मुख ब्याङ हो अरे कि गाइज हाम्रो चाहिँ मैले यो ऊ हो गाइज हाम्रो चाहिँ यो च्यालेन्ज हो हाम्रो चाहिँ अब इक्वली हाम्रो प्लेटमा आइसकेको छ एन्ड यो हाम्रोमा जसले पनि पहिला फेस गर्छ त्यसले चाहिँ 1000 रुपियाँ मेरो एन्ड 1000 रुपियाँ चाहिँ उनको छ सो जसले जित्छ त्यसले विन गर्छ साथमा हामीले काका पनि राखेको छौँ गाइज कस्तो छ यो चाहिँ म खाएर पहिला टेस्ट गरेर चाहिँ म पहिला सिमालाई रिभ्यू दिन चाहन्छु सो सुरु गरौँ पहिला खाएर भन्छु है तातो त छैन गाइज यहाँ सेलाइसकेको छ यहाँ गाइज यो पिरो पिरो त एकदम छ प्लस नर्मल म्यागी होइन गाइज यो बोइल गरेर अलग छुट्टै हिसाबले उहाँले बनाएको म्यागी हो रेसिपी चाहिँ उहाँलाई सोद्धाखेरि हुन्छ चाहिएपछि गाइज कमेन्ट गरिदियो टेस्टी म्यागी खानु मन लागेपछि टेस्टी छ तर है भेरी टेस्टी गाइज है ल सुरु गरिदिउँ मलाई लाग्छ जहाँसम्म च्यालेन्ज त मै जित्नेवाला छु ल सुरु गरिदिने ल एकछिन ल 1 2 3 तिमी कम्पिटिसन ध्यान नदियो कि तिम्रो पैसा बिहान भइहाल्छु एकदम टेस्टी गाइस है कहाँ कहाँ के छ के छ चुतिया बनाएर जट के भन समझ रहे हो के भन के छ भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी जिसे हो क्या गाइस पैसा हारेपछि देखेछ गाइस पैसा हारेछ मजा पनि आयो गाइस पैसा पनि 1 2 मात्रै हो गाइस हेर है गाइस जितेको पैसा हेर 1 2 3 4 गाइस ल गाइस 2000 कमाइ भयो आज मजा पनि आयो गाइस पिरो चाहिँ एकदमै रहेछ यता आउनु लाग्यो हल्का फुल्का ठिक छ तिमी के भन्न चाहन्छौ फेरि पैसा हार्दै हो गाइस 1000 रुपैयाँ गयो फेरि केही नेक्स्ट टाइम च्यालेन्ज गर्न चाहन्छु नि भन्न मत बोल सही के गाइज एनीवन जो कोही होस् मुखब्यागमा अथवा इटिङ च्यालेन्ज राखेपछि मलाई इन्भाइट गर्न सक्छ म तिमीहरूको कन्टेन्टलाई निकै नै इन्जोएबल एन्ड राम्रो बनाउन हेल्प गर्न सक्छु त्यो खाएर खाएर यस खाएर हार्नु हुन्छ सबैजना नबोलाउनु एकैचोटि गो यस्तो राक्षस बम यति पिरो देख्नु अरू भाषी दियो काम अब ये जो सब्जी खा तुम बड़ा हरामी हो बेटा खाइ अलिकति ट्राई गर धेरै लाछि भ्यान्स पैसा पनि नदिने मेरो म्यागी पनि सब खाइदिने रे तिम्रो फाटम गर नि त फेरि फटाफट सारालाई थिङ्क गाइज सेयरिङ इज केयरिङ ल गाइज मलाई थोरै हाले दे सायद होला भयो भयो
थोड़ा सा रखा, थोड़ा सा। एक बार टेस्ट कर लेना, अच्छा लगे तो खाना, नहीं तो एक खा लेगा। जो मन से है अपने। मेरे को क्या बोला, मैं न्यूटी जान बनाया। नुडल त टेस्टी थियो। देखते हो लाइक एन्ड सब्सक्राइब। होइन भने ल यहाँको चाहिँ अब खाना लङ जाँदैछ। ए बल्ल सोह्र खाने खाना घर होइन गाई आयो भने ल हालेर कस्तो लागिरहेको छ आजको च्यालेन्ज। कति हजार गयो भन ल। 1000 ल 1000 चाहिँ मेरो साथीको 1000 चाहिँ मैले गाइज इटिङ च्यालेन्जमा यस पिरो पिरो चाहिँ खतरा रहेछ होइन। पिरो रहेछ गाइज भोलि चाक कटाउने रहेछ। तपाईँ आफ्नो घरमा जानु, आफ्नो रुममा जानु जानु। चाक कटाउने सिमालाई पैसा जितिहाल्नु भयो, जानु त्यो पैसा लगाएर। किन अन्त यो त पैसा त मेरो गाइज त जितिसकेँ। अब जानु। किन जाने अब जाने त कुरै हुँदैन अब। नेक्स्ट टाइम मलाई केही च्यालेन्जमा इन्भाइट गर्न चाहनुहुन्छ या फेरि नर्मल गर्न चाहनुहुन्छ कसरी गर्न नर्मल गरेर गेम खेल्नुलाई यस्तो तर च्यालेन्ज त फेरि भाडा मान्नु। भाडा माझ्या फटाफट देखेर खाना आयो त अब भाडा माझ्ने अब भाडा माझ्नु देख्छु छु गाइज मैले हेर त यत्रो पैसा जित्ने माथि भाडा माग्छ अब ल भन त 2000 जितेँ मैले भाडा माग्ने गाइजलाई भन त ल।